सबै नमस्ते। हामी चाहिँ यहाँ गाडीको बजार हिँड्दै हाम्रो साथीहरूलाई यसो हेर्दै बजारको वरिपरि हेर्दै पनि चाहिँ पुरै डरले आफ्नो अङ्कलको दाइसँग लुक्दै बजारको सामाना अगाडि पछाडि यता यता किन्नुपर्छ त्यहाँ भाइ बढी पनि लिन्छ कहाँ 30 को यस्तो ठाउँमा बस्छु हैन कि म त्यसलाई जान पनि कम आउन पनि पाउँदाखेरि हेर्न यहीँको छ है नि कपासमा त्यसलाई चाहिँ ठुलो ए म भन्छु खेल्न पाइन्छ को म्याच स्वर्ग जान कोसिस गरे यहाँ बस्नु चियाकोमा आइसक्यो फेरि यस्तै गर्दै अब यो चाहिँ आफ्नो आफूलाई पठाइदियो अनि बाहिर बस्ने आजको विन्डो हेर्नु सक्नुहुन्छ। गाडीको पुरै जाडोले मौसम घाम पनि लागेको छैन। वरिपरि चिया खाना बसिरहेको छु म चाहिँ। यहाँ छ हाइवा बन्द गर्छ हाइवा हाइवा चाहिँ भन्दैन यो चाहिँ माथि त्यहाँ छ हाइवा पनि भन्दैन साथीको ब्लगमा। यसै गरी मैले यस्तो यस्तो साथीहरू लिएर आएको छु। के चुसेको मलाई लाग्छ त कुनै दिन मार खान्छ मेरै हातबाट केटीहरूले हाइ भने यसरी कपाल यस्तो गर्छ साथी काम छैन साथी। अनि उहाँ कोला फ्लेभर जस्तै मुनि विनितको तँलाई हेर यार लाइट अब केटा कुर्सी लिएर आएको यस्तो गर्दै अब वरिपरि गर्दै नजर हेर्दै सबैको नजर हेर्दै अब हान्नुपर्छ। सुन्तला उहाँ छ सुन कस्तो घाम पनि लागेको छैन। घाम कहिले लाग्छ भन्दै म चाहिँ पर्खिरहेछु जुत्ता पसलहरू। मलाई जुत्ताले छोडेर गयो आधी बाटोमा। गाइज म एक्लै छु हिँड्दैछु आधी बाटो। यस्ता साथी चुट्टिया हुन्छ क्रस गर्न गइरहेको छौँ। ट्रेन गाडी चुक चुक ट्रेन गाडी चुक चुक ट्रेन गाडी चुक चुक नाक पुसेको मैले पुसाउँछ नि फेरि यसरी। अनि यता सुन पसल छ कहाँ मलाई हजुर ब्लगमा यति के बनाएको मैले जस्ट अब हुन्छ नि पब्लिकहरूले के दिन्छ रियाक्सन। एउटा केटीले कस्टमरले स्माइल दिएछ तर तीनचोटि फर्किया जितेर लागि। अनि त्यही गरी मैले चाहिँ यस्तोकै भ्लग बनाउँदै अगाडि बढ्दै तर भ्लग बनाउनु छोड्नु हुँदैन। यस्ता साथले अघि लास्टी भक्कै हान्नु चाकामा जहाँ चाहिँ सुई हाने कि अस्ति म डाम्पुर गएको थिएँ नि त। अनि सुई भक्कै चाका खुने त्यहीमा हान्नु कि यसले त्यस्तोमा दुखेको थियो नि त मेरो चेक गरेको थियो। भाइ त्यो पनि रामपुर होइन माथि बोक्सै गएको थिइस् बोक्सैमा झाँदियो मलाई यार झाँदियो कस्तो भनेको यसले फेरि 29 गते होइन त्यो हिजो आएको थियो नि त होइन हिजो अनि हिजो गएको हामी ल। अनि त्यो 29 गते थियो 29 गते आज 30 गते होइन अहिले 30 गते होइन त इङ्ग्लिस डेट कि नेपाली डेट कति इङ्ग्लिस डेट चाहिँ हो आज 30 तारिक अनि तारिक 30 गते। अब हेरौँ अब यस्तो पब्लिकहरूको रियाक्सन हेर्नुपर्छ क्या कस्तो रियाक्सन आउँछ भनेर हेर्नुपर्छ। गते तो बाटो छोड़ीस भाई कितना हफ्तार कर रहा है भाई ब्लॉग बनाने के चक्कर में भन सकरले वरिपरि हेर्दै पब्लिकसँग गर्दै फेरि यसमा लागेको छ तर आई डोन्ट केयर विनित छ त्यही भएर मलाई मोटिभेसन आएको छ भिडियो बनाउन। नत्र म यसरी सोच्छु यसरी भिडियो त म बनाउँदै विनित आएर हो कि मेरो साथी आएर हो मलाई अलिकति मोटिभेसन लागेको बजारमा किनकि विनित यहाँ गाडीको डन हो कि यो डन हो कि यहाँको। अनि त्यही भएर मलाई मोटिभेसन हुनाहरू त्यही भएर म कसैको टेन्सन बाल नगरिकन म अगाडि बढ्दैछु। टेन्सन बाल नगर्दै म अगाडि हिँड्दैछु। यहाँ चाहिँ हाम्रो साथी काम गर्ने पसल फेरि टाउकोमा कुट्यो यसले मलाई। त्यही हो गाई अब कुन साथी काम गर्छ उता चाहिँ हाम्रो विनितको त्यही सम्झिन्न अब। अनि साथीको अनि त्यस्तै हो। अनि सुन्तला यहाँ बेच्दै खाँदै फेरि चड्कन दियो यसले क्यामेरा अनै हो त
गाडीको त्यो ब्लक छ एउटा सटर बन्द छ नि त्यसको साइडमा पसल छ नि त्यहाँ गएर केही पनि बाख्राले यही बस है त्यहाँनिर जाए म चाहिँ यहाँ बाटो क्रसिङ गर्छु ल घरतिर केही दायाँ बायाँ कहीँ नगरिकन म भिडियो बनाउँदै अगाडि हिँड्दैछु अब यसो अब साथीको जिएफ अरे नि त त्यही भएर यता वरिपरि गर्दै वरिपरि गर्दै यता अब दायाँ बायाँ सबै होइन यो पिङ्क कलर लाउने अब हिन्दी मुना रिस्कले फोटो देखेँ अनुहार सबैले ल्याङ्ग्वेज चाहिँ म चाहिँ अब अवश्य लाग्छ किनकि केटाहरू पनि त्यही छ मैले जस्ट पढ्दैछु अपास क्याफे आइसकेको छु म यहाँ चाहिँ अब स्वागत गऱ्यो अनि मान्छे हालेर पनि गयो अनि त्यही हो अनि म चाहिँ अब भर्याङ चढ्दै भर्याङ यात्रासम्म तेरो भिडियो